हेर्नुस् है गाइज उता माथितिर तपाईहरुले यस्तो इन्द्रेणी देख्नु भएको थिएन पहिला। हेर्नुस् कस्तो मजाको इन्द्रेणी छ माथि, साह्रै रमाइलो मजाको यस्तो इन्द्रेणी सायद बिरलै हेर्न पाइन्छ। पानी पर्दा र घाम लाग्दा यस्तो इन्द्रेणी विशेष गरेर निस्किने गर्छ। कस्तो मजाको छ हेर्नुस्, जस रमाइलो लाग्छ क्या यस्तो इन्द्रेणी हेर्दा। हामी सानोमा त के भन्छ नि, पानी खेल्दा नुहाउँदा पनि इन्द्रेणी बनाउँथ्यो। घाम लागेको ठाउँमा चाहिँ पानी हाल्थ्यौँ, पानी हालेपछि आफै यस्तो इन्द्रेणी बन्थ्यो। निकै नै राम्रो छ, घाम पनि लागेको छ। अब 6 भइसक्यो अनि घाम त लागेकै छ अनि पानी पनि उता पर्दैछ, माथि माथि हल्का यता पनि अघि परिरहेको थियो अनि निकै नै राम्रो देखिएको छ इन्द्रेणी। कस्तो राम्रो दुईटा रहेछ, दुईटा छ है। हेर्नुहोस् इन्द्रेणी बिरलै हेर्न पाइन्छ यस्तो आकाशमा चाहिँ। अहिले चाहिँ आज चाहिँ घाम पनि लागेको छ, पानी पनि परेको हुनाले। इन्द्रेणीमा कति किसिमको कलरहरू हुन्छ यसो कमेन्ट गर्नुलाई त। यसमा सबभन्दा बिचमा चाहिँ कुन कलर हुन्छ त्यो पनि तपाईँले कमेन्ट गर्नुलाई त। कति किसिमको कलर हुन्छ र कुन कलर बिचमा हुन्छ त्यो कमेन्ट गरिदिनु होला है त। यसो हेर्नुहोस् त कुन कलर जस्तो लाग्छ तपाईँलाई, कुन कलर जस्तो लाग्छ यसो। युट्युबरले हाल्दैछ अब इन्द्रेणीको फोटो। युट्युबरले हालिहाल्छ नि, युट्युबर भनेकै युट्युब च्यानल खोलेपछि त होइन हल्का बनाउनै पऱ्यो होइन। यस्तो भिडियोहरू इन्द्रेणीको के हुन्छ त्यो कमेडी गर्छ क्या केटाहरूले। ल अब सबै युट्युबर भन्छ, तर युट्युबर भयो भने हल्का खासै राम्रो साथीहरूको चाहिँ चासो त्यति देखेको पाइँदैन। साह्रै नै राम्रो छ। हेर्नुहोस् त्यहाँ माथिदेखि कति कलर हुन्छ त्यो चाहिँ कमेन्ट गर्नु है त सबैजनाले। सो हेर्दा त कस्तो मजाको देखिन्छ, हेरिरहँ जस्तो है। म चाहिँ भनिदिन्छु तपाईँहरू 7 कलर हुन्छ, त्यो कुन कुन कलर हुन्छ भन्ने कुरा तपाईँहरूले कमेन्ट गर्नु होला है त सबैजनाले। निकै नै राम्रो छ। मान्छेहरूले पनि उता माथिबाट हेर्दैछन्, त्यहाँ माथिबाट हेर्दैछन्। यता पानी पनि पर्न लागेको छ हाम्रोतिर चाहिँ। घाम पनि अस्ताइसक्यो, घाम पुरै अस्तायो अनि पानी पनि पर्न लागिसकेको छ। केटाहरूले त्यहाँ माथिबाट हेरिरहेको छ। उता घाम पनि उता त माथितिर उतातिर चाहिँ पानी परिरहेको छ। जसमा कस्तो मजाको वातावरण छ अहिले। आज हिजो चाहिँ पुरै घाम लागेको थियो, आज चाहिँ हावा मस्त चलिरहेको छ। हिजो चाहिँ पुरै घामले सताएको थियो, पुरै 6:30 बजेसम्म चाहिँ पुरै टन्टलापुर घाम पसिनाले पुरै भिजिसकेका थियौँ। आज चाहिँ हावा चल्दैछ, मस्त हावा चल्दैछ। अब सायद भोलि पर्सि निकर्सी कहिले 18-19 गतेदेखि चाहिँ पानी पर्ने छ है, पानी पर्छ अरे भनेर सुनेको छु। अब के हुने हो। त घाम पनि कस्तो हेर्नुहोस्, घाम पनि अब अस्ताउन लाग्यो। अब बेलुका पनि भइसक्यो, 5 साढे 5 भइसकेको छ। अब गाई गोरु पनि ल्याउनुपर्छ। तर इन्द्रेणी चाहिँ कस्तो मजा क्या, धेरै दिनपछि देख्न पाएँ यस्तो इन्द्रेणी। बिरलै हेर्न पाइँदो रहेछ यस्तो। तपाईँहरूले पनि होइन, यदि सायद सानोमा हुँदा चाहिँ हामी चाहिँ अलिक नुहाउँदा साथीहरूसँग नुहाउँदा चाहिँ त्यो मोटर हुन्छ नि, कलमा नुहाउँदा चाहिँ मोटर हुन्छ, त्यो मोटर कलमा जोडेको मोटर होइन पानी माथि फाल्थ्यो अनि आफै देखिन्थ्यो क्या, मजा आउँथ्यो हेर्नु त्यतिखेर चाहिँ। अहिले त अब हेर्न पाइँदैन, अब ठुलो भइसक्यो। अब ठुलो भइसकेपछि त के हेर्न मिल्छ होइन। मौसम पनि वातावरण पनि कस्तो मजाको छ, घाम पनि लागेको छ, हल्का टिप पानी पनि पर्दैछ। हेर्नुहोस् जस यो मोबाइलबाट, मेरो मोबाइल त एप्पल मोबाइल होइन, त्यही पनि भिडियो चाहिँ क्वालिटी चाहिँ राम्रो आउँछ होला सायद, मलाई लाग्छ होइन। के राम्रो आउँछ। हेर्नुहोस् बादल कस्तो लागेको छ माथितिर पुरै। हाम्रो उता केटाले पनि बनाउँदैछ उता, छिमेकी भाइले पनि उता भिडियो बनाइरहेको छ। ओ भाइ के गरेको भाइ। हाम्रो भाइले पनि उता बनाइरहेको छ। हेर्नुहोस् छिमेकी भाइ हो, बनाउनुपर्छ, मजाको छ। हेर्नुहोस् यस्तो कति कलर हुन्छ होइन, त्यो चाहिँ कमेन्ट गर्नु है त सबैजनाले। यदि मिलाउनु भयो भने चाहिँ प्राइज हुन्छ है, कसैलाई सरप्राइज हुन्छ, सरप्राइज दिन्छ है तपाईँहरूलाई सबैलाई। हेर्नुहोस् यस्तो मजाको छ इन्द्रेणी भनेपछि। यस्तो बिरलै हेर्न पाइँदैन। अघि ठ्याक्कै रुमभित्र थिएँ क्या, अनि भाउजूले भन्नुभयो त्यहाँ इन्द्रेणी भनेर क्या, अनि उस्तार आधार गरेर आएर हेर्न पाएँ। त्यहाँ माथिसम्म रहेछ हौ। खासै चाहिँ यो ठुलो छैन त्यति, माथि पनि छ, 2टा छ होइन। त 2टा रहेछ है, उता पनि त्यहाँ परसम्म 2टा रहेछ। सो हेर्नु पनि पुरै 2टा छ, 2टा यस्तो मजाको छ। प्रतिज्ञा ओ प्रतिज्ञा हो, के अरे राम्रो पढ्छ यो चाहिँ।
जस हाम्रै विद्यार्थी हो राम्रो पढ्छ। यो चाहिँ इन्द्रेणीमा चाहिँ कति कलर हुन्छ त्यो चाहिँ सबैले भनिदिनु है त। पानी पनि पर्न लागिसक्यो हेर्नुहोस्, उता पनि घाम त होइन बादलले छाइसक्यो। अब सायद आजदेखि पानी पर्ला जस्तो छ, आजदेखि पानी पर्छ होला कि बा घाम पुरै लागिसकेको छ। भाइहरूले पनि उता भिडियो बनाउँदैछन् अनि यता चाहिँ गोरु पनि ल्याउनु पर्नेछ। अब चाहिँ एकैछिनमा रात पर्छ है। अब चाहिँ यो सूर्यास्त हुने बित्तिकै रात पर्छ। उता पर त्यहाँ पानी पर्दैछ उता पहाडतिर हेर्नुहोस्, उता पहाडतिर चाहिँ धुमधाम पानी परिरहेछ। उता पहाडतिर चाहिँ पहाडमा धुमधाम पानी परिरहेछ। ल है त गाइज, अब यति नै हो। अब इन्द्रेणीमा चाहिँ कति कलर हुन्छ त्यो चाहिँ कमेन्ट गर्नुलाई तपाईँहरूले सबैजना। इन्द्रेणी चाहिँ खासमा कसरी बन्छ तपाईँहरूले पनि थाहा होला होइन। अब पानी र त्यो मिलेपछि बनिहाल्छ। आज हावा पनि मस्त चलिरहेछ, हावा चल्दैछ मस्त। तर के गर्नु होइन, हावा चले पनि अब घाम चाहिँ लाग्छ। अब त्यही हो, हावा चलेपछि हल्का घाम छ। हिजो चाहिँ पुरै थियो, अब आज चाहिँ हल्का ठिक छ। अब यस्तै हो, अब के गर्नु। बाख्रा पनि आइ ओइ ल त गाइज, अब त्यो चाहिँ कमेन्ट गर्नु है त कति किसिमको कति प्रकारको त्यो हुन्छ के भन्छ नि यो कलर, त्यो चाहिँ कमेन्ट गर्नु। पढ्नु भएको होला नि तपाईँहरू सबैले, स्कुलमा त पढ्नु नै भएको होला इन्द्रेणी रेनबो भनेर पढ्नु भएको होला। अब सो कमेन्ट गर्नु है त।